कृष्ण कृष्ण हरे 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 राम 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 हरे 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 कृष्ण साथीहरू कृष्ण कृष्ण हरे हरे अगाडिबाट फोटो खिच्नु थियो भिडियो लिनु थियो त्यसै कारणले गर्दा चाहिँ म चाहिँ अलिक अगाडि बढिरहेको छु हरे कृष्ण राम्रो एकदमै भव्य रूपमा सिङ्गापुरबाट आउनु भइरहेको छ Yes, yes. We are going to first. मेरो साथीहरू यता हेर मेरो प्यारी प्यारी दुईजना अनि हामी चाहिँ किन छिटो गइरहेको छौँ भन्दा चाहिँ यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ है हाम्रो सनातनी ट्रेडिसनल यहाँनिर चाहिँ साउथ इन्डियनले गाउनु भएको थियो एकदमै भव्य रूपमा सो त्यो कारणले गर्दा चाहिँ हामी पनि त्यसमा चाहिँ पार्टिसिपेट गर्नुको लागि चाहिँ हामीलाई पनि अवसर दिनुभएको थियो है एउटा यो मौका चाहिँ हामीले यसरी पाउँदैनौँ किनकि सिङ्गापुरमा चाहिँ एलाउड छैन ऱ्यान्डमली सडकमा यस्तो कार्यहरू गर्ने तर योपालि चाहिँ हामीले त्यो अवसर पायौँ है पहिला लास्ट इयर चाहिँ हामीलाई ग्राउन्डमा गरेको थियौँ हामीले जुन जगन्नाथको उयो गर्दाखेरि होइन तर योपालि चाहिँ हामीले योपालि चाहिँ हामीले ओपनली सडकमा यसरी है कीर्तन गर्दै एउटा भगवानको प्रचार गर्ने मौका पाएको छौँ अनि यसको लागि चाहिँ धेरै धेरै धन्यवाद श्री राधारानी अनि कृष्णजीको कृपाद्वारा नै यो सब सम्भव छ अनि साथसाथ हाम्रो सिङ्गापुर कृष्ण कन्सियस स्कुलमा रहनुभएको जति पनि हाम्रो ठुल्ठुलो माताजी अनि प्रभुजीहरू हुनुहुन्छ उहाँहरूको गाइडेन्स अनुसार हामीले आफ्नो जीवनलाई भक्तिमय बनाउने अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद साथसाथै हामी सबै मानव भएर आएर होइन भगवानको गुणगान गाउनुको लागि भगवानको कीर्तनमा यसरी नाच्नुको लागि सबैभन्दा ठुलो कुरा हो किनभने पशुहरू त्यसरी नाच्न सक्दैन गाउन सक्दैन नि त सो त्यो कारणले गर्दा चाहिँ हामीले चाहिँ यो अवसर पाएको छौँ है देख्न सक्नुहुन्छ यति साह्रो ऊर्जावान भएर हाम्रो माताजीले नाचिरहनु भएको छ हरे कृष्ण अनि अब चाहिँ प्रोग्राम पछाडि चाहिँ हामी चाहिँ यसरी आउँदैछौँ फर्किँदैछौँ मन्दिर है यहाँनिर हाम्रो माताजीहरू देख्न सक्नुहुन्छ सबैजनाले वेट गरिरहेको रहेछ एमआरटीमा चाहिँ ट्रेनको हरे बो हरे कृष्ण हाम्रो माताजीहरू आउजी रह्यो फोटोसुटको पाली अब यस्तो राम्री भएर फोटो नलिने त भएन नि होइन र साथीहरू फेरि यो राम्रो पललाई यही फोटोद्वारा त क्याप्चर गर्न सकिन्छ नि है त हेर्नु